त्यो यस्तो डान्सहरू देखेर मलाई एकदम हाँसो पनि लाग्थ्यो भने तपाईँसँग आज मेरो सरप्राइज भेट्यो सेकेन्ड भेट हजुरको भेटमा कति समयदेखि हुनुहुन्छ हजुर एकदम हजुरको डान्स चाहिँ मैले देखिरहेको थिएँ आज साथीहरू उहाँसँग चाहिँ मेरो भेट भइरहेको छ है र स्पेसल गरी खुसी लाग्यो दाइ है जस तपाईँको त्यो यस्तो डान्सहरू देखेर मलाई एकदम हाँसो पनि लाग्थ्यो भने हजुर कति समयदेखि यहाँ हुनुहुन्छ कुवेतमा मैले कुवेतमा झन्डै एप्रोक्सिमेटली 14 वर्ष हुन लागिसक्यो मेरो 14 वर्ष विभिन्न तपाईहरुले विभिन्न क्यारियर विभिन्न ठाउँहरुबाट विभिन्न कम्पनीहरुमा काम गर्दै गर्दै मेरो 14 वर्ष भयो। तपाईले सुरुमा नेपालबाट कुन कम्पनीमा आउनु थियो? सुरुमा आउँदाखेरि सुल्तान सेन्टरमा आएको म त्यसमा कति समय काम गर्नुभयो? त्यहाँनिर मैले 3.5 साल काम गरेँ, त्यहाँबाट रिलिज गरेँ र त्यसपछि म तपाईको केडिडी कम्पनी छ त्यसको दुकान छ नि दुकान भन्ने तपाईको रिटेल त्यसमा म सुपरभाइजर भएर 5 वर्ष भन्दा माथि काम गरेँ। हजुर हजुर। त्यसपछि सेलरी कति थियो खास विशेष गरी पहिला र अहिलेमा कति तपाईले सेलरी मलाई त्यहाँनिर मलाई 250 बेसिक थियो अनि त्यसपछि कम्पनीको रुम थियो अनि तपाईको इन्सेन्टिभ बोनसहरु छुटे थियो है। ए भनेपछि तपाईको म्याक्सिमम तपाईले 300 और कति 300 कमाउन सक्नुहुन्थ्यो? 300 कमाउँथ्यो मैले। ए 300 ल जानु सिस्टम है 300 कमाउँथ्यो मैले। ए 300 बेसिक सेलरी कुवेतमा कमाउनुहुन्थ्यो? हजुर।